तीर्थ गएको बेलामा भक्त सज्जन अत्यन्तै ख्याल गर्नुपर्ने कुरा रहेको छ। हामीहरूलाई सधैँ हतार हुन्छ तीर्थ जाँदा, हो कि होइन? सधैँ हतार हुन्छ। कति गरेर समय निकालेर यहाँबाट गयो, तीर्थ जाने भनेर गयो, माघे सङ्क्रान्ति नहुन भनेर त्रिवेणी गयो, होइन? गाडी रिजर्भ गरेर गयो, अनि गएर वहाँ गइसकेपछि को कता यता गाडीवाला कराइसक्छ, गएर नुहाएर निस्कन हिँड्न बेल भइसक्छ, हो कि होइन? तर त्यसो होइन, पहिल्यै व्यवस्थापन गर्नु, अलिकता समय मिलाएर जानु, समय बचाएर जानु। वहाँ गइसकेपछि स्नान गरिसकेपछि तीर्थमा घाटमा केही समय त्यहाँ बसेर गुरुबाट जुन मन्त्र सुनिएको छ त्यो मन्त्रलाई जप गर्नुपर्छ। भक्त सज्जन, घरमा गरिएको जप भन्दा तीर्थमा गरिएको जपको हजारौं गुणा पुण्य प्राप्ति हुन्छ। घरमा एक दिन गरेको जप, घरमा एक वर्ष गरेको जपको बराबर फल तीर्थमा गएर एक दिन गर्दा हुन्छ भने हामी तीर्थमा गएर जप किन नगर्ने? तर हामी गर्दैनौँ, हतार हुन्छ। फोटा खिच्न थाल्छौँ त भ्याउँछौँ, फेरि टिकटक बनाउन पनि भ्याउँछौँ, हो कि होइन? फोटा खिच्न भ्याउँछौँ, टिकटक बनाउन भ्याउँछौँ, यताउता हेर्न घुम्न पनि भ्याउँछौँ, त्यही मन्त्र जप गर्न भ्याउँदैनौँ। विडम्बना छ नि त। त्यसो भएर सबै कुरालाई थाती राखेर तीर्थमा गइसकेपछि तीर्थमा गर्नै पर्ने कर्म, तीर्थमा गएपछि स्नान अति अनिवार्य। तीर्थमा गएर स्नान नगरिकन आउनु हुँदैन। यदि तीर्थमा गएर स्नान नगरिकन डुबुल्की नलगाइकन फर्कियो भनेदेखि त्यो तीर्थमा अरू कति गएका छन्, ती अरूले लगेको पाप जति सर्लक्कै बोकेर आउने हो। ल हेर्नुहोस्, अब तीर्थमा गएर पाप ल्याउने हो कि पुण्य ल्याउने हो? के लिन गएको? कतिको स्वभाव हुन्छ के तीर्थमा गएपछि यसो जाने, जुत्ता पनि नखोल्ने, अनि गण्डकीको जल यसो छुने अनि हिँड्ने। कहिल्यै त्यसो नगर्नु होला। तीर्थमा गएपछि डुबुल्की लगाउनु। सम्पूर्ण पापहरू गण्डकीले बगाएर लैजान्छन्। त्यो वरदान प्राप्ति छ गण्डकीलाई। भगवानले त्यो वरदान दिनुभएको छ। तिमीमा आएर जलले अवगाहन लगाउँछ, जलले तिमीमा आएर डुबुल्की लगाउँछ, त्यसका सबै पापहरू तिमीले धुनु भनेर भगवानले आज्ञा आदेश दिनुभएको छ। त्यो पाप पखाल्नका लागि, पाप धुनका लागि बसेकी छन्। रोइन्, कराइन्, दुःख मानिन्, मैले दुनियाँका पाप पखालेर बस्ने, मैले कसरी सकुला, कसरी मेरो उद्धार कसरी होला त भन्दा भगवानले फेरि त्यहाँनिर अर्को वरदान दिनुभएको छ। तिमीले सम्पूर्ण साधारण जनहरूका पापलाई पखाल्दै बस्ने छौ र कुनै समय तिम्रा सान्निध्यमा कुनै एउटा सन्त आउनेछन्, महान सन्त आउनेछन् र ती सन्तको चरण तिमीमा पर्ने बित्तिकै तिम्रा पाप जति ती सन्तका चरणले नाश गरिदिन्छन्। सन्तको चरण फेरि त्यति ठुलो छ। त्यसो भएर साधुजनलाई भेट्दा, सन्तलाई भेट्दा, गुरुलाई भेट्दा खुट्टामा ढोग्नुपर्छ। किन? त्यो खुट्टामा शक्ति छ। आजभोलि त ढोग्न पनि हैन। घर त सिकाइएन बाबा आमालाई ढोग गर्नुपर्छ भनेर छोराछोरीले जान्दैनन्, ढोग्न जान्दैनन्। कहीँ बाहिर जाँदा, यस्तै सत्सङ्गमा जाँदा सुनेछ यही बाबा आमा ढोग्न पर्ने रहेछ भन्ने जानेर छोरो ढोग्न आयो भने पनि बाबा आमाले भयो बाबु भयो भनेर परे दखल दिनुहुन्छ, ढोग्न दिनुहुन्न, हो कि होइन? छोरी देवीको स्वरूप हो। छोरीलाई खुट्टामा ढोगाउनु हुँदैन, छोरीलाई खुट्टामा ढोग्ने हो। छोरी स्वयं देवीको स्वरूप हो। छोराले खुट्टैमा ढोग्ने हो बाबा आमालाई। छोराले बाबा आमालाई ढोग गर्दा, शिष्यले गुरुलाई ढोग गर्दा, खुट्टामा ढोग गर्दा उसको आयुर वृद्धि, यशो बलम 4 प्रकारको वृद्धि हुन्छ। अब छोरालाई माया गर्ने जनले छोराको आयु वृद्धि होस् भन्नेले, छोराको यश कीर्ति नाम फैलियोस् जगतमा भन्नेले, छोराको शरीर हृष्टपुष्ट होस्, ताकतिलो होस् भन्नेले र छोरो विद्वान बनोस् भन्नेले त्यस्तो कामना छ भनेदेखि बाबु यी मेरा खुट्टामा ढोग गर भनेर ढोग गराउनुहोस्। होइन भनेदेखि छोडिदिनुहोस्, भयो ढोग्नुपर्छ। सन्तका चरणमा, माता पिताका चरणमा, गुरुका चरणमा त्यो तीर्थको शक्ति रहेको हुन्छ। जुन शक्ति आज भगवान विष्णुले गण्डकीलाई भन्दै हुनुहुन्छ, हेर साधारण जनका पापहरूलाई पखाल्दै तिमी जब गर्भित हुनेछौ, तिमी भारी हुनेछौ, त्यस अवस्थामा कुनै सन्तले आएर तिमीमा चरण राख्नेछन् र तिम्रो सम्पूर्ण पापलाई डढाएर भस्म पारिदिन्छन्। तिमी फेरि शान्त हुनेछौ। त्यो वरदान दिनुभएको छ। सन्तको चरणमा त्यो शक्ति छ।
त्यसकारण सन्तको पाउमा ढोग्नुपर्छ, ब्राह्मणको पाउमा ढोग्नुपर्छ, माता पिताको पाउमा ढोग्नुपर्छ। र तीर्थमा गएर अनिवार्य स्नान गर्नु। स्नान गरिसकेपछि तीर्थमा केही बेर त्यहाँ बसेर जप गर्नु। मैले अघि भनिसके, घरमा 1 वर्ष जप गरेको बराबर पुण्य तीर्थमा एकचोटि जप गर्नाले हुन्छ। त्यसकारण स्नान गरिसकेपछि बसेर केही समय तीर्थमा जप गर्नु। त्यसपछि अर्को गर्नै पर्ने कर्म तीर्थमा गइसकेपछि दान, जे जस्तो सकिन्छ तीर्थमा दान गर्नु। यति 3वटा कुरा तीर्थ जाँदाखेरि मुख्य सम्झाउनुपर्छ। यसदेखि बाहिर अरू कुराहरू त टिकटक बनाउने कुराहरू भनेका अलि पछाडिका कुरा हुन्। सच्चिदानन्द भगवानको